आज तेस्रो दिन नवरात्रिको माता चन्द्रघण्टालाई सम्झेर आराधना गरे। उनको शिरमा अर्धचन्द्र जस्तो घण्टीको आकार भएकोले चन्द्रघण्टा भनेर चिनिन्छ। उनलाई विचारमा राख्दै आज मैले गरेको योगा अभ्यासमा वीरभद्र आसन वॉरियर 2 साहस र आत्मविश्वासको लागि, किनभने उनी शक्ति, साहस र वीरताको प्रतीक हुन्। अर्को योगा आसन अर्धचन्द्रासन हाफ मून पोज सन्तुलन र स्थिरताको लागि। उनले नकारात्मकता हटाएर शान्ति र सद्भाव ल्याउने ऊर्जा दिन्छन्। उत्कता आसन चेयर पोज धैर्य र शान्तिको प्रतीक। भक्तिपूर्वक स्मरण गर्दा भय, शङ्का र कमजोरी हटाएर आत्मबल बढाउने विश्वास मिल्छ। यो अभ्यासले हामीलाई सम्झाउँछ जीवनमा डर र चुनौती आउँछन्, तर साहस, सन्तुलन र स्थिर मनले मात्र तिनीहरूलाई जित्न सकिन्छ।